सबजना भयो ल चियर्स ल सबैजना पुरा दौडेर सबजना बलुन मन परेछ थाहा छैन नि बाबा यता है रेडी क्यामेरा खिच्ने त मलाई पो पार्दैन के हो यो भुटन ए भुटन भुटन खानु मन लाग्यो ठ्याक्कै भुटन क्यामेराम्यान
हामी यतै तो पूरा चुपचाप आवाज केही पनि नआयो कि कोही पनि नबोलेको सबै चुपचाप लास्टमा आफूलाई चाहिँ क्या Sapa tu dia? Sapa Esta que last one. अभी हो अब वो आए पर वो आया Shabash, shabash, shabash. वो दीदी नाचेको दीदी नाचेको ऊ दीदी नाचेको छ केक काटौँ केक काटौँ एकछिन एकछिन ऊ त्यहाँ नवराज आउँदैन अहिले म जाँदा मेरो फोटो खिच्छ है फोटो कसले खिच्छ जानु
줘. ए ल ल ल सँगसँगै फोटो हुन्छ हेर्नु थ्याङ्क यू थ्याङ्क यू रेडी अनिना हाम राधाले बनाएको केक हो बेबी सावरको यस्तो मिठो छ हेर्दै कति राम्रो छ काटिसक्यो बेबी सावरको सामानहरू केक काटेर खान लाग्यो सबैजनाले कस्तो राम्रो सफा है ग्यास गर त मैले दिन्छु खै त रिचा रिचालाई हेर्नु पर्यो नि सबैले रिचै छैन मैले दिन्छु ग्यास रिचालाई हेर्नु पर्यो नि पर्यो
अनि यत्रो छ भने रिजाको आन्टी कति हो रे कति छ आन्टीको ए मेरो त कुनै कति छ 45 कति हो थाहा भएन मैले चाहिँ 52 गरेर चाहिँ यति भयो नि अहिले रिजा त यति त छैन होला नि त हैन यहाँबाट यहाँसम्म त छैन होला नि त रिजा त है 50 कति 50 हो यो 50 यो त भएन अबे त्यो धेरै भयो यो त धेरै यहाँ छ 50 त यहाँ छ अनि 50 तपाईँले 55 भने चाहिँ कति म 53 माइनस ल हेर त्यहाँ 48 छ हो 48 होइन 48 दिदीले मलाई कम 49 त्यतिर त्यो आँखा चाहिँ किन बन्द गर्ने प्र्याक्टिस कति स्टार पहिला घुमाइदिने घुमाउने होइन घुमाउने आन्टी घुमाएर अनि लेफ्ट राइट भन्ने के सिधै राख्ने ए ठिक छ मैले देखेको छैन दिदी साइले आन्टी लेख्नु साइले आन्टी
भने यस्तो गर्छु ओके Left. Mati. Left. Oh, mati. Left. Tolong. Left. Oh, left. Oh, there. Oh, yes. भयो लेफ्ट राइट भन्ने हो Straight. Mati. Last sticker ulta sticker अर्को आउलामा छ सेम छिटो सेम हैन हो त्यो पूजा गर्ने हैन गरे यो पछि यसो घुमाइदिएर त आटा चक्कर लाग्छ नि म त एकचोटि घुमाएको त चक्कर लाग्छ होइन सिधा अलिकति लेफ्ट माथि right reach माथि right माथि right अलि माथि अलि right left हो त्यो माथि तल लेफ्ट गाला भयो हैन त्यो टाले निस्काल्ली राखे माथि लेफ्ट दाइ लेफ्ट अझ लेफ्ट अझ अलि धेरै लेफ्ट भयो हो त्यहाँ माथि अलि माथि राइट धेरै माथि भयो तल लेफ्ट खिच दाइ लेफ्ट ठोक्यो
अझै माथि अझै माथि अझै माथि अझै माथि राइट 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 अलिकति राइट धेरै भयो अबे राइट राइट अलि अगाडि माथि माथि अर्को राइट ह्यान्ड माथि 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 राइट 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 माथि ठुलोमा माथि 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 अप 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 राइट 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 अलिकति राइट ठुलोमा त्यही अलिकति साइड अलिकति ल बिचमा सीधा सीधा स्ट्रेट लेफ्ट लेफ्ट त्यही हो लेफ्ट तल भाइ कमाउ गर्दाखेरि छोरी ज्वाइँहरू यदि मेरो नाम आएन भन्छ तर माफ गर्नुहोस् है गर्दा तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद तपाईँहरूको आफ्नो टाइम मिलाएर आइदिनु भयो यसरी महिनामा एकताल त हुनुपर्ने होइन आफूलाई म्यानेजरसम्म पुगेको चाहिँ त्यो थाहा छैन तर के होस् तपाईँलाई आइदिनु भयो धन्यवाद है मेरो छोरीको लागि हाम्रो छोरीको लागि जय साहबहरू छोरीहरू अनि भान्जा भान्जीहरू सबैलाई चाहिँ धन्यवाद दिन चाहन्छु अनि जे होस् दुःख सुख मिठो नमिठो जे होस् हामी बाँडेर यसो खाउँला आज तर मलाई चाहिँ एकदमै खुसी लाग्यो आज तपाईँहरू आइदिनु भयो तपाईँहरूको टाइम मिलाएर आइदिनु भयो एकदमै राम्रो लाग्यो अब नेक्स्टमा कसको पालो हो थाहा छैन शिल्पा छोरी बिचरा है पूजा यता प्लान गर्नुहोस् फल्नाले गरोस् भनेर भन्नु खासमा यसरी स्पिच दिनु कसैले मन पर्दैन ए आइगयो नेताजी आइगयो भन्छ मन पर्दैन भाषण गर्नु पनि मन पर्दैन कि तर तपाईँहरूको टाइमलाई लिएर आइदिनु भयो साह्रै खुसी लाग्यो हाम्रो परिवार दाहिने बायाँ हेऱ्यो भने जैसाहरू चाहिँ बिहार तान्दै हुनुहुन्छ छोरीहरू चाहिँ काखमा लिएर यस्तो हिँड्दाखेरि पालो पालो गरे कस्तो होला लक्की हो नि
जय साहबहरू छोरीले कति दुःख गरेछ बिचराहरू जय साहबले दिएको दिएछ छोरीहरू चाहिँ बच्चा बोकेर कुदेको मलाई एकदमै खुसी लाग्यो तपाईँहरू आइदिनु भयो यसरी आइदिनु भयो अर्को महिना दिनमा हुन्छ कि वर्ष दिन टाढा गयो भने वर्ष दिन त्यसरी भेला हुनु पायो भने हामीलाई एकदमै खुसी हुन्थ्यो जस्तो लाग्छ है गर्दा थ्याङ्क यू धन्यवाद उहाँ विशेष गरी मेरो छोरीहरू उहाँ कहाँबाट आइदिनु भयो कृपा कृति है थ्याङ्क यू त्यही त कृतिले यो पाउँदैन भने त रिसाउँछ महिलालाई भन्यो मन त थिएन अब एउटा जोइ साहबको मात्रै कुरा सुनेर भएन नि अर्को जोइ पनि सुन्नु पर्यो राज पनि सेम हो राजले त छोरीसँगै हो कि यहाँ कृपाजीले के खाऊ नत्र बाबाले संसार थ्याङ्क यू तपाईँहरू आइदिनु भएकोमा यसरी भेला चाहिँ टाइममा हुनुपर्छ ताकि एक आपसमा चाहिँ चिने परिचय गरेर राम्रो हुन्छ दुःख सुख है त्यो सब धेरै भन्न चाहनु भने धेरै भन्यो भने नउठाउनु हुन्छ है त्यो भाषण दिने चलाउनु पनि छैन पर्खनको आरएसएम जस्तो थियो तर सिभिलमा आएपछि त्यो गर्दाखेरि थ्याङ्क यू यो बाबाले खाएको ऊ त खाँदैछ कि के हो मान्छेको बोली बिस्तारै बिस्तारै सबै पुरै जोडिँदै लाग्छ त्यहाँ केही कुराको चाहेछ अरे है Like and subscribe.